अब त अति भयो। यहाँ चाहे कोही 10 वर्ष जनयुद्ध गरेर आउन् या रातारात सिंहदरबार, संसद भवन, पुरै सहर जलाएर आउन्, सबै गणतन्त्रवादीहरूको हकीकत अब तपाईँ हामीले देखेकै छौँ। यो देशमा गणतन्त्रवादीहरू देखिँदा अर्कै स्थितिमा छन् र यिनीहरूलाई चलाउने अर्कै गिरोह पर्दा पछाडिबाट खेलिरहेको छ। यदि यो देशलाई अगाडि बढाउने हो भने अब यस्ता गणतन्त्रवादीहरूको पछि लाग्नु हुँदैन। अब अन्तिम विकल्प भनेको राजा नै हो। यस्तो सयौं हजारौं नेताहरू जो केन्द्रदेखि प्रधानमन्त्रीदेखि लास्ट वडा सदस्यसम्म का सम्पूर्ण नेताहरूलाई पालेर राख्नुभन्दा त बरु एउटा राजाले जति लुटतन्त्र मचाए पनि यत्रो देशको चाहिँ नराम्रो स्थिति चाहिँ हुँदैन होला। अब दुःख पाउने भनेको तपाईँ हामी सर्वसाधारण भोटर जनताले नै हो। यहाँ तपाईँ हाम्रो बोली न कसैले सुन्छ, न कसैले हाम्रो बोलीको अर्थ लगाउँछ र मान सम्मान पाइन्छ। त्योभन्दा राजासहितको हिन्दू राष्ट्र, सनातनी हिन्दू राष्ट्रलाई मान्यता दिँदै यो देशलाई अब राज संस्था चाहिन्छ। यदि यसो गर्यो भने चाहिँ केही देशको मुहार फेरिएला, नत्र यो देशको अब भविष्य छैन। देश गृह लिस्टमा छ। अब यस्तै आतंकवाद, यस्तै चाहिँ गोली हानाहान, यस्तै निरन्तरता भ्रष्टाचार्य चलिराख्यो भने देश ब्ल्याक लिस्टमा हुन्छ। ब्ल्याक लिस्टमा देश जाँदैछ। अब धेरै कुर्नुपर्ने छैन। यदि देश ब्ल्याक लिस्टमा गयो भने खतम। सोमालिया, तान्जानिया जस्तो देश बन्दैछ हाम्रो। अब जागौँ। यदि अन्न पानी खाएका नेपाली हो भने जाग्ने बेला आइसकेको छ।